कसैलाई चुनावै नजिती सांसद हुनु परेको छ है। एउटालाई फोन गर्यो, एउटालाई फोन उठाउँदैन, एउटालाई कुरा गर्यो खिसिक्क दाँत देखाएर बाहिर निस्किन्छन्। यो आफ्नो जुङ्गाको लडाईँले गर्दा हामी जस्ता तपाईँ हामी जस्ता हजारौं युवाहरू आज जो जोडिएका छौं त्यो युवाहरूको भविष्य बर्बाद गर्ने जुन लाइनमा अहिले नेतृत्व र स्वयं महामन्त्रीज्यूको नेतृत्व टिमहरू गइराखेका छ, यसले कसैको पनि भलो हुनेवाला छैन। यो एक अर्काको आरोप प्रत्यारोपले देशभरि यो संगठन पनि अगाडि बढ्दैन, देशभरि नेतृत्व पनि अगाडि बढ्दैन, मुलुकभरि राष्ट्रवादी एकता पनि अगाडि बढ्दैन। कसैले यदि सोच्नु भएको छ फुटेर तपाईको शक्ति बन्छ भन्ने कुरा यदि लाग्छ भने त्यो तपाई भ्रममा हुनुहुन्छ र नेतृत्वले पनि बाहिर देखाए जस्तो गर्ने, भित्रबाट काम नगर्ने जुन प्रवृत्ति देखियो त्यो प्रवृत्तिले के देखिएको छ भने नाटक गर्ने, फेरि सबै कार्यकर्ताका अगाडि नाटक गर्ने। अहिले यहाँ तलपट्टि पनि आउँछन् होला, कोही यही कमेन्टको तलपट्टि पनि गाली गरेर आइपुग्छन् होला पेड कार्यकर्ताहरू। कसैलाई चुनावै नजिती सांसद हुनु परेको छ है।